मम्मी आयो त के आयो होली त्यस्तो रङसँग खेल्नु हुँदैन है एलर्जी हुन्छ नि फेरि मम्मी यसपालि त राम्रोसँग लाउनुपर्छ कि नत्र एलर्जी हुन्छ थाहा रहेछ त एलर्जी हुन्छ भने त्यही भएर त नखेल बनेको नि त्यही भएर त राम्रोसँग लाउनुपर्छ भनेको नि मम्मी लाउनु हुँदैन भनेपछि किन त जिस्काइ बस्छस् दिउँ मैले चप्पलले होइन मम्मी पुरै नबुझे त चप्पल नउठाइहाल्नु न हो राम्रोसँग सोचेर बुझेर लाउनुपर्छ कि रङ होइन भोट ए त्यसो चाहिँ भनेको भोलि होली अनि म त रङ खेल्छौ होला भनेर नि नखेल खेल्नु हुँदैन एलर्जी हुन्छ भनेको भोट त भनेको त चुनाव आइसक्यो यसपालि कसलाई भोट दिने सोच छ त तपाईँको सोच त के हुनु नि अब त्यो बाउ बाजे बराजु त्यही पुरानो पार्टीहरूलाई नै भोट हाल्दै आएको अब त्यसमै त हाल्नु होला नि कस्तो हो हाम्रो मम्मी त कुरै बुझ्नुहुन्न यसपालि त सोचेर भोट लाउनुपर्छ कि तपाईँ पुरानो भाँडाकुँडाले काम दिएन भने चलाउनुहुन्छ हुन्न नि त्यही भएर यसपालि भोट सोचेर दिनुपर्छ कि मम्मी अब खोइ को नि त पहिल्यैदेखि त्यहीहरूलाई भोट लाउँदै आएको यसपालि पनि त के गर्ने हो अब पहिलेदेखि लाउँदै आएको भनेर हुँदैन नि त अस्ति कति म जस्तो सहिद भए कमसेकम सोचेर भए पनि परिवर्तन गर्नुपर्छ कि चरा त्यतिखेर कतिको सिङ्गो पुछ्यो कतिको पोखरी थियो त्यो सम्झिँदा त कति रिस उठ्छ नि हौ त्यो भएर त भनेको त मम्मी त्यो सहिदहरूलाई आफ्नै छोराछोरी सम्झेर भोट हाल्नु ल फेरि पहिलाको सरकारहरू आएर त्यो अस्तिको सहिदको ठाउँमा म भइदिएको भए के गर्नुहुन्छ मम्मी चुप यस्तो पनि कसैले बोल्छन् यस्तो बोल्नु हुँदैन मेरो सहारा भनेको त होस् अन्त आफ्नै छोराछोरी सम्झेर भोट हाल्नु ल हौ छोरी ल म त एउटा आमा पो हो त देशभरिको छोराछोरी मेरै छोराछोरी जस्तो देशै हाम्रो घर हो अनि सिङ्गो देशै हुँदाखेरि एउटा आमाको मन कसो नरोला र म परिवर्तन भएर हुन्न हामी परिवर्तन हुन जरुरी छ त्यसैले यसपालिको भोट चाहिँ सोचेर लगाउनुहोस् होला फेरि देशलाई नै एलर्जी हुनसक्छ भोट फर चेन्ज थ्याङ्क यू